टासिदेलेक नमस्कार तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडो साङपो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन ज्यू र केन्द्रीय प्रशासनका सिचोङद्वारा आर्चबिशप टुटुको जन्मदिनमा शुभकामना व्यक्त। परमपवन ज्यू र केन्द्रीय तिब्बती प्रशासनद्वारा डाक्टर अल्फ्रेडो मोरेनोको निधनमा शोक व्यक्त। तिब्बतको जावोम्बुमा 3 तिब्बतीहरू चिनिया हिरासतमा। केन्द्रीय प्रशासनका सिचोङले गान्धी जयन्तीमा अहिंसाको माध्यमबाट द्वन्द्वको समाधान गर्न आग्रह। सिचोङद्वारा ताइवानका राजदूत महामहिम ग बाओसिनसँग भेट। जर्मनीमा तिब्बती संघद्वारा नयाँ कार्यकारी सदस्यको नियुक्ति। अब समाचार विस्तारमा। केन्द्रीय तिब्बती प्रशासनका सिचोङ पेम्बा छिरिङले दक्षिण अफ्रिकाका आर्चबिशप डेस्मन्ड टुटुलाई 90 वर्षको जन्मदिनको अवसरमा धेरै शुभकामना व्यक्त गरेका छन्। परमपवन ज्यूले उहाँ र उहाँको आध्यात्मिक भाइ आर्चबिशप टुटु दुवैजना मानसिक शान्ति पाउन र संसारमा शान्ति ल्याउन समर्पित हुनुहुन्छ भन्नुभयो। Religious people should follow like Bishop Tutu, complete austere peace. We jokingly telling, I am believer. I believe this is life after life, and no believe creator. Bishop Tutu believe creator. So sometimes he joked me. He ready go to heaven. I may go somewhere, different place. So, in any way, you see, we all totally dedicated peace of mind, and through peace of mind, we try our best to bring peace through inner peace. सिचोङद्वारा आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट आर्चबिशप डेस्मन्ड टुटुलाई 90औं जन्मदिनको धेरै शुभकामना व्यक्त गर्दै उनी र परमपवन ज्यूको मित्रताले मानवताको प्रतीक देखाएका छन्, जुन सबैभन्दा ठूलो खुसीमध्ये एक भएको र उनलाई लामो आयु बाँची संसारमा उनको बुद्धिको प्राप्तकर्ता बनिरहोस् भन्दै ट्विट गरेका छन्। परमपवन दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको सिचोङ पेम्बा छिरिङद्वारा तिब्बतकारणको समर्थक र परमपवन दलाइ लामा ज्यूको मित्र डाक्टर अल्फ्रेडो मोरेनोको निधनमा शोक प्रकट गर्नुभयो। गत हप्ता शनिबार 98 वर्षको उमेरमा उनको निधन भएको छ। डाक्टर अल्फ्रेडो मोरेनो एल साल्भाडोर संयुक्त राष्ट्र प्रतिनिधि मण्डलका उपप्रमुख थिए, जसले संयुक्त राष्ट्र सङ्घमा तिब्बतको निवेदनमा समर्थन गर्न सन् 1950 मा विदेशी सेनाद्वारा तिब्बतमा आक्रमण शीर्षकबारे एउटा मस्यौदा प्रस्ताव पेश गरेका थिए। चिनिया अधिकारीहरूले सेप्टेम्बरको अन्तिम साता जावोम्बुको थुनामा रहेका तिब्बतीहरूलाई रिहा गरिदिए, तर 3 भिक्षुहरूलाई हिरासतमा राखेका छन्। यद्यपि रिहा भएका तिब्बतीहरूलाई परमपवन दलाइ लामा ज्यूको तस्विर राख्न, निर्वासितमा तिब्बतीलाई सम्पर्क गर्न र सामाजिक मिडियामा अनौपचारिक भाषा कक्षाहरू र भाषा संरक्षण समूहहरूसहित गतिविधिहरूबाट टाढा रहन आदेश दिएका छन्। हालैमा चिनिया स्थानीय अधिकारीहरूद्वारा परमपवन ज्यूको तस्विर राख्न वा निर्वासनमा तिब्बतीहरूसँग सम्पर्क गरेको आरोपमा तिब्बतको जावोम्बुबाट लगभग 121 जना तिब्बतीहरूलाई गिरफ्तार गरेका थिए। केन्द्रीय तिब्बती प्रशासनले महात्मा गान्धीको गान्धी जयन्ती मनाउन एक आधिकारिक समारोहको आयोजना गरेका थिए। सो अवसरमा सिचोङ पेम्बा छिरिङले महात्मा गान्धी अहिंसाको प्रतीक र गान्धीले अहिंसाको माध्यमबाट द्वन्द्वको समाधान गर्न विश्वभर एउटा उदाहरण बसालेका छन् भन्नुभयो। Also one issue where the strength of the movement is based on the non-violent struggle led by His Holiness the Dalai Lama. And His Holiness the Dalai Lama has very, very high regard and follows Mahatma Gandhi in the way that he
managed to gain freedom for the people of India. Therefore, today to mark Mahatma Gandhiji's birthday, we pay our respect and we pledge ourselves to follow non-violence as a means to resolve any kind of conflict in the world. That is why we are gathered here. समारोहमा केन्द्रीय तिब्बती प्रशासनका सचिव र वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। यस हप्ता सोमबार केन्द्रीय तिब्बती प्रशासनका सिजोङ पेम्बा छिरिङले भारतमा ताइवानका राजदूत महामहिम गर्बौसिनसँग भेट गरेका छन्। उनीहरूले आवासीय हित र चासोका विषयमा छलफल गरेका छन्। आफ्नो 3 दिने दिल्ली भ्रमणको क्रममा सिजोङले केही अन्य देशका कूटनीतिज्ञहरूसँग पनि भेट्नु भएको छ। जर्मनीको तिब्बती संघले गत हप्ता फ्रेङ्कफर्टमा भएको 2 दिने जेनरल बोर्ड बैठकमा नयाँ कार्यकारी सदस्यहरूको नियुक्ति गरेका छन्। तिब्बत ब्युरो जेनेवाका प्रतिनिधि छिमे रिङजिनले नयाँ कार्यकारी सदस्यहरूलाई बधाई दिनुका साथै केन्द्रीय तिब्बती प्रशासनको निर्देशमा परियोजनाहरू र कार्यक्रमहरू कार्यान्वयन गर्न तिब्बत ब्युरो जेनेवासँग मिलेर काम गरेकोमा संघका सबै सदस्यहरूलाई धन्यवाद दिनुभयो। प्रतिनिधि छिमेले तिब्बती संघ र यसका सदस्यहरूको महत्त्वपूर्ण भूमिका र जिम्मेवारीहरूमा जोड दिनुभयो। विशेष गरी जर्मनी सहित पश्चिमी देशहरूमा तिब्बतीहरूको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्नु आग्रह गर्नुभयो। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते, त्यसै